हाम्रो जीवन एकदमै अनित्य छ। इङ्ग्लिसमा भन्नुपर्दा हाम्रो लाइफ आवर लाइफ इज इम्पर्मनेन्स। सो भनेको अर्थ हाम्रो जीवनमा धेरै कुराहरू चाहिँ छिनछिनमै बदल्ने गर्छन् है। र चाहे त्यो हाम्रो दैनिक जीवन होस् या जीवनमा भइरहेको कुरा होस् या हाम्रो जीवनको वरिपरि भइरहेको चिजहरू होस् या हाम्रो हामीलाई असाध्यै माया गर्ने बुबा आमा होस् है, उहाँहरू सबै अनित्य यानि कहिले पनि बदल्न सक्ने। अब नमिठो कुरा भन्नुपर्दा कहिले पनि उहाँहरूको मृत्यु हुन सक्छ भनेर भन्न चाहन्छु। र यही विषयमा लिएर चाहिँ आजको यस भिडियो मैले यानि युवाहरूले थाहा हुनुपर्ने कुरा भनेर चाहिँ मैले भिडियो बनाउन आँटेको छु है। र सर्वप्रथम नमस्ते टासितेलेक फ्यापुला छाजालो, म जर्डेन गुरुङ। तपाईहरू सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र अब मैले भने चाहिँ अहिले युवाहरूले थाहा हुनुपर्ने कुरा के हो त भन्दाखेरि, अब युवा भनेको यति बेला अब केटाकेटी, अब मैले चाहिँ अब यति बेला युवा भनेको चाहिँ केटाकेटी, बुवा आमा, दाजुभाइ, दिदीबहिनी सबैजनालाई भनेको हुँ है। मैले आज जे भन्न गइरहेको कुरा चाहिँ अब भर्खरको केटाकेटीहरूलाई मात्रै नभइकन हाम्रो दाजुभाइ, दिदीबहिनी, बुवा आमा, बाजे बजै, काका काकी, अब सबैजनालाई चाहिँ म यो कुरा भन्न गइरहेको छु है। र सर्वप्रथम अब हिजो भर्खरै मैले एउटा मुभी यानि फिल्म हेरेको थिएँ, साउथ इन्डियन मुभी। त्यसको नाम थियो युथ है। युथ भनेको युवा भनेको नि त। र अब यो मुभी, यो फिल्म हेरेर चाहिँ मैले एउटा एकदमै ठुलो शिक्षा पाएँ। यानि मलाई याद भयो कि जीवनमा जरुरी के हो भनेर चाहिँ मलाई याद भयो। र अब हामीले संसारमा मायाको नाममा धेरै चिज हामीले देख्न पाउँछौँ है। तर हामीलाई सबभन्दा धेरै माया गर्ने अथवा सबैभन्दा चोखो माया गर्ने चाहिँ को रहेछ भन्दा चाहिँ बुबा आमा नै हुन् है। अब हुन त अब हाम्रो दाजुभाइ हुन्छन्, दिदीबहिनी है, र हाम्रो आफन्तहरूले पनि हामीलाई माया गर्छन्। र अब त्यसै गरी अब तपाईँहरूको जस्तै अब बिहे गर्नु भएको छ भने तपाईँहरूको श्रीमान, तपाईँहरूको श्रीमती है, त्यस्तो पनि अब उहाँहरूले पनि एकअर्कालाई माया गर्नुहुन्छ। अब तर आमाको जस्तो माया चाहिँ यो संसारमा तपाईँ हामीलाई कसैले गर्न सक्दैन र गर्दैन पनि भनेर म तपाईँलाई भन्न चाहन्छु। किनभने आमा भनेको एउटा यस्तो व्यक्ति हो जसले चाहिँ हामीलाई 9 महिनासम्म चाहिँ दुःख कष्टहरू, बाधा अर्चनहरूबाट बचाएर 9 महिनासम्म चाहिँ आफ्नो कोखमा बोक्ने भनेको त आमा मात्रै हो नि त। त्यसैले चाहिँ अब हाम्रो बुद्ध धर्ममा पनि जस्तै मानौँ, अब बुद्ध र बोधिसत्वहरूले चाहिँ संसारको प्राणीहरूलाई कति माया गर्छन् भनेर उदाहरण दिने बेला चाहिँ आफ्नो एउटा आमाले आफ्नो छोराछोरीलाई कति माया गर्छन् हो, त्यही मायाको चाहिँ हामीले उदाहरण पुस्तकहरूमा उदाहरण दिने गर्छन्। अब अन्तमा के भन्छु भने, र अर्को कुरा, अब हामीले मुभी यानि फिल्महरू हेर्ने बेला चाहिँ हामीले त्यसबाट हामीले शिक्षा लिने प्रयास गर्नुपर्ने रहेछ भनेर म भन्न चाहन्छु। किनभने अब आजकल त अब धेरै मान्छेहरूले अब मुभीहरू हेर्ने, फिल्महरू हेर्ने यानि भिडियोहरू हेर्ने गर्छन् नि त। त्यहाँबाट चाहिँ हामीले शिक्षा लिने प्रयास गर्नुपर्ने रहेछ। अब जस्तै मानौँ हामीले एउटा फिल्म यानि मुभी हेर्दैछौँ भने त्यो मुभी भनेको 2-3 घन्टा हुन्छ नि त। अब हामीले हाम्रो जीवनको एकदम अमूल्य 2-3 घन्टा चाहिँ हामीले त्यो फिल्म हेर्नुमा हामीले दिन्छौँ नि। अब त्यो 2-3 घन्टा मुभी यानि फिल्म हेरेर चाहिँ
हामीले यदि केही पनि हामीले शिक्षा लिएनौँ भने चाहिँ त्यो समय चाहिँ हामीले खेर गऱ्यौँ अथवा त्यो समय चाहिँ हाम्रो खेर जान्छ भनेर भन्छु। अब अर्को कुरा मुभी मात्र होइन, अब चाहे हामी कतै घुम्न गयौँ भने पनि अब त्यहाँबाट हामीले एउटा शिक्षा लिन सक्ने है। र अब चाहे त्यो घुम्न जाओस्, हामीले चाहे कसैसँग कुरा गरोस्, कसैसँग मेलमिलाप गरोस्, त्यहाँबाट चाहिँ हामीले शिक्षा लिने एउटा अनुभव, एउटा शिक्षा लिने चाहिँ प्रयास गर्नुपर्ने रहेछ भनेर चाहिँ भन्न चाहन्छु। किन अब के हो भन्दाखेरि चाहिँ हामीले चाहे जस्तो सुकै काम गरोस् है, एउटा त्यो काम गर्ने तरिका जान्नु पर्यो र तरिका जान्यो अथवा हाम्रो सोच सही दिशामा भयो भने चाहिँ हामीले जेबाट पनि जस्तो सुकै काम गर्दा पनि त्यसबाट हामीले शिक्षा लिन सक्ने, त्यो गरेको काम हामीले राम्रो यानि अमूल्य बनाउन सक्ने है, त्यो समयको सही प्रयोग गर्न सक्ने रहेछ भनेर चाहिँ तपाईहरुलाई भन्न चाहन्छु। अब किन भनेको यो शिक्षा भनेको चिज चाहिँ हामीले स्कुलबाट मात्रै लिने होइन रहेछ है। यो शिक्षा भनेको चिज चाहिँ आफूभन्दा ठुलो है, आफूभन्दा ठुलोबाट मात्रै लिने होइन र एउटा सानो मान्छेले पनि एउटा राम्रो कुरा भन्दैछ भने त्यसबाट हामीले शिक्षा लिन सक्छौँ भनेर चाहिँ भन्न चाहन्छु। अब अन्तमा अब आजको यस भिडियोको खास यो भिडियोमा म के भन्न चाहन्छु, अन्तमा अब हामी युवाहरूले थाहा हुनुपर्ने कुरा के हो भने अहिले अब जो जति पनि अब हामीलाई माया गर्ने मान्छेहरू छन्, हाम्रो वरिपरि छन् नि त, हामीलाई जति पनि माया गर्ने मान्छेहरू छन्, अहिले उहाँहरू जिउँदो हुनुहुन्छ नि है। र अब खास गरी हाम्रो आमा बुबा, अब उहाँहरू जिउँदो भएकै बेला उहाँहरूको सेवा गरौँ है, उहाँहरूसँग घुम्न जाऊँ, उहाँहरूसँग बसेर खाना खाऊँ, केही मिठो कुरा गरौँ है। र अनि उहाँहरूको काममा हात दिउँ है, उहाँहरूको अब केही काम गर्नु हुँदैछ भने त्यो काम गर्न सकौँ है। र अब छोराछोरीले पनि आफ्नो बुवा आमालाई माया नभएको त होइन नि, त्यो माया चाहिँ भएको जस्तो गरेर त्यो माया चाहिँ देखौँ हामीले। माया छ भनेर मात्र भएन, माया त देखाउनु पर्यो नि त है, त्यो भन्न चाहन्छु। अब यो कुरा चाहिँ छोराछोरीले बुवा आमालाई मात्र होइन कि बुवा आमाले पनि आफ्नो छोराछोरीलाई माया गरौँ। अब अवश्य बुवा आमाले आफ्नो छोराछोरीलाई माया त गर्नुहुन्छ होइन, अझै माया गरौँ, माया देखौँ, समय बिताउँ भनेर चाहिँ भन्न चाहन्छु। अब कसै बुबा आमाहरू बिचरा अब आफ्नो दैनिक जीवनमा चाहिँ काममै व्यस्त हुनुहुन्छ है, छोराछोरीलाई समय दिन सक्दैनन्। अब त्यसैले चाहिँ सकेसम्म समय निकालौँ होइन, बसेर सँगै खाना खाने, कुराकानी गर्ने, दिन कस्तो बित्यो, दिनमा के भयो त्यो कुराहरू बुझ्ने कोसिस गर्ने, बुवा आमाले छोराछोरीको कुरा बुझ्ने कोसिस गर्ने र छोराछोरीले पनि आफ्नो बुबा आमाको कुराहरू बुझ्ने कोसिस गर्ने है, त्यो भन्न चाहन्छु। र अब के हो भन्दाखेरि चाहिँ जब हामी मरेर जान्छौँ, हामीले मरेर गएर लाने भनेको एउटा हाम्रो याद मात्रै हो, इङ्ग्लिसमा मेमोरी भन्छौँ नि त, याद मात्रै हो नि त है। धन सम्पत्ति लान मिल्दैन, आफ्नो छोराछोरी लानु मिल्दैन, आफ्नो बुवा आमालाई लानु मिल्दैन, याद मात्रै हो नि। त्यसैले चाहिँ जिउँदो भएको बेला चाहिँ धेरैभन्दा धेरै राम्रो यादहरू बनाऊँ भनेर चाहिँ। अनि आजको यो कुरा चाहिँ युवा भनेको चाहिँ मैले अघि भने चाहिँ केटाकेटी मात्र होइन, बुबा आमा, बाजे बजै, काका काकी, मामा मामी, अब छोराछोरी, दाजुभाइ, दिदीबहिनी सबैजनालाई चाहिँ मैले आजको यो कुरा चाहिँ भन्न चाहेको कि हाम्रो जीवन भनेको चाहिँ एकदमै अनित्य, यानि अब जति बेला पनि अन्त्य हुन सक्छ यो जीवनको। त्यो कुरा चाहिँ एकदमै, त्यो चाहिँ सबभन्दा तितो सत्य चाहिँ त्यो हो नि त। हाम्रो यो जीवन म चाहे 25 वर्ष 30 वर्ष जति नै होस्, चाहे म भर्खर 16 वर्ष नै होस्, अहिले भरे नै मेरो मृत्यु हुन सक्छ नि त है। तपाईँ चाहे 50 वर्ष हुन् है, 50 वर्षमा मृत्यु हुँदैन भन्ने छैन नि।
20 वर्षमा मृत्यु हुँदैन भन्ने छैन नि। जति बेला पनि हाम्रो मृत्यु हुन सक्छ। हाम्रो पनि हामी जति बेला पनि मर्न सक्छौँ र हाम्रो छोराछोरी मतलब हाम्रो दाजुभाइ दिदीबहिनी पनि जति बेला पनि मर्न सक्छन्। र त्यसैले गर्दा आज र अहिले र यही पलमा चाहिँ हामीले उहाँहरूसँग कुरा गर्ने, उहाँहरूसँग भेट गर्ने, उहाँहरूलाई माया देखाउने, त्यो चाहिँ आज र अहिले नै गर्नुपर्ने रहेछ भनेर चाहिँ त्यो तपाईँहरूलाई आजको यो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई त्यो भन्न चाहेको मैले है। र हजुर, अनि मैले चाहिँ अब यस्तै गरी धर्म सम्बन्धित कुराहरू, धर्म सम्बन्धित भिडियोहरू बनाउँदै गर्छु मैले। र तपाईँहरूलाई पनि धर्म सम्बन्धित कुनै विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। र भन्दै भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र फेरि पनि अर्को भिडियोमा भेटौँला। हस् त, अनि धन्यवाद।